यो थुक्पा मोमो चाउमिन अनि फ्राई राइस चाहिँ कहाँको अर्डर थियो होला त आजको। अलराइट गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। भाउजूको हाई गर्ने स्टाइल चाहिँ अलग छ। ओपनिङ टाइम भएर दोकान पनि खाली छ। कन्यामको लभ डाँडामा चाहिँ लभर्सहरू मस्ती गर्दै रहेछन्। सबैको आफ्नो आफ्नै काम हुन्छ। मोमा काम नगर्ने फटा चाहिँ मेरो पनि आउटफिट चेक गरौँ। हाफ प्यान्ट र भेस्टमा छु आज चाहिँ। मेजमा चाहिँ एकदम चिसो बियरहरू पनि हाल्दै मैले। यता चाहिँ रहेको छ ब्रान्डेडको सेक्स। दोकान चाहिँ एकदमै भिड भइहाल्यो एकैछिनमा। अरूले चाहिँ यस्तो यस्तो ठाउँमा मस्ती गर्छ, म चाहिँ हेरेर मजा लु। नेम पनि आज चाहिँ एकदमै बिजी नै थियो। मैले फेरि भेटिहालेँ हाम्रो एकदम स्पेसल सञ्जय दाईलाई। किचनमा चाहिँ दाईहरूले अर्डर रेडी गरिरहनु भएको थियो। मैले चाहिँ फेरि थुक्पा पुऱ्याइदिएँ माथिल्लो तलाको। त्यस पछाडि चाउमिन र अनि फ्राई राइस पनि पुऱ्याइदिएँ लेडिज ग्रुपहरूलाई थियो। अनि फेरि मैले खाजा खाइदिइहालेँ। मोमो एकदमले चाहिँ खाएला। अब हजुरहरूले मोमो पनि मिठो मिठो छ। बेलुका चाहिँ बाबासँग घर गए। एके राइडर भान्जा टिकटकमा छ, फलो गरिदिनु होला। बाटो पनि एकदमै सोलिङ छ अनि हामी चाहिँ रमाइलो गर्दै जान्छौँ। बेलुका चाहिँ गीत बजाएर उचिरहेको छ। मेरो सानो बुनी हाई गर्दैछ। अस धन्यवाद। सी यु सुन बाबा। सब्सक्राइब